Hello guys, म चाहिँ पिगी ब्याङ्क काट्दैछु कि म त पुरा अमिर पो भएँ। लु काट्नुस् पर्छ अब काट्नुस्। आज चाहिँ मेरो बहिनीको मेरो छोरीको पिगी ब्याङ्क काट्दैछ हो। यस्तो छ है। कति भएको छ पैसा? आना पुरा अमिर भएको छ अरे नि त। काटी ला ओइ हात काटिन्छ है। ओइ एकछिन नानी हात काटिन्छ, हात नलगाऊ। ओह एकछिन है। एम्टी आम्बो आना अमिर भइछ। अमिरको पैसा मेरो ल अब गन्ती गरौँ त नानी। 100 एक दो त्यो होइन, यो 100 टिप न। 100 त्यो 20 रुपिस हो। 100 यो 100 त्यो पनि 20 हो। 100 त्यो 50 हो। यो 100 यहाँ छ, 100 यहाँ छ। 100 बेटे एउटा दुईटा बेटे हजुर। यो अर्को पिगी ब्याङ्क खोलेर हाल्नुपर्छ। मामा अर्को पिगी ब्याङ्क किनिदिन्छु हो। त्यसमा हाल्नु ल। म खोल्दैछु पैसाहरू। यो 100 को छ दुईटा। देख्नुभयो तपाईँहरूले? म त पुरा अमिर पो भएको छु अब। आना अमिर भएको छ है आना। अब म यो गिन्ती गर्दैछु 100हरूको। 100 50 20 रहेछ आनाको पिगी ब्याङ्कमा। नानी कोले दिनुभएको यो पैसा? बाबुले 10 पाए। 10 बाजेले दिनुभएको पैसा अरे बहिनीलाई। अमिर होस्। बाजेले पिगी ब्याङ्कमा हाल्नु भनेर दिनुभएको थियो कि मिठाई खानु भनेर? गुड ह्याबिट हो, यसरी राख्नुपर्छ पैसा। ओके मेरो छोरी कति गुड गर्ल छ देख्नुभयो गाइसहरू? मेरो छोरी अमिर भयो मेरो छोरी। कस्तो बेसी पैसा रहेछ आनाकोमा। अमिर भएको छ आना अमिर। 160 त्यो होइन, त्यो 20 हो नि। यहाँ हेर्नु त, यो 20 हो। ममा सिकाउँछु ल। यो पैसा भयो। यहाँ गान्धीजीको टाउकोमा हेर्नु 2020 छ नि। त्यो चाहिँ 20 रुपिस छ। खै अर्को पनि खोल्नु, यसरी खोल्नु न ममाले जस्तो। बिस्तारै ल, च्यात्नु हुँदैन नि। हुँदैन, यो च्यात्यो भने त फेरि हामीलाई दिँदैन नि मिठाई। यस त्यो चाहिँ 10 रुपिस। Yes, this is 20. 20 दिनुहोस् हो। अब काउन्ट गरौँ है हामी है, कति हुने रहेछ है। एकछिन त्यो 20 पनि दिनु। खोलेर एकछिन ल म गर्छु अन्त तिमी गर्नुहोस् ल। आउँछ 2 3 4 5 6 7 8 9 10 1000 हो। 11 40 50 60 70 80 90 100 1100 1 2 3 4 5 6 7 8 9 10 1200 1 2 3 4 5 6 7 8 9 10 1340 म चाहिँ यो काम गर्दैछु अन्त
बोजूले के भन्नुहुँदैछ मैले हाल्दिएर त्यत्रो भइरह्यो बहिनी आनाले भनिरहेको छ बहिनीले बाजेले दिनुभएको अरे बहिनीको एकछिन 1340 अमीर भएर यहाँ हेर्नुहोस् है अमीर सुबह सुबह होइन 1 2 3 4 5 1240 मैले चाहिँ 1300 रुपियाँ बढाइछु नानी नगर न सबै बिग्रियो 12 यो राख्नुपर्छ अर्को पिगी ब्याङ्कमा हाल्नुपर्छ भैया दोकान छैन हजुर यहाँ 250 कति भन्दैछ कि अब म अमीर भएँ गाइस यसो फ्याँक्नु हुँदैन पैसाले फेरि भएको छैन मैले भिडियो गरिरहेको छु नि त अमीर भएँ गाइस 2020 टिप 20 नानी 20 भन त फेरि एक बार तिमीले 20 हाम्रो आना अमीर ज्यादा भएको छ अब म सबै चाहिए न यस्तो नफ्याँक ल हुन्छ हेलो गाइस ओके बाई बाई गाइस भनिदेऊ न ओके बाई बाई गाइस बाई बाई यो त 20 रुपियाँ 30 रुपियाँ वाला हो यो पिगी ब्याङ्क हो सिलगढीमा आमाहरूले दिएको दादाको रेडमा छ बहिनीको पिङ्क ओके बाई बाई अब हामी गएको सपिङ गर्नु आई लभ यु गरिदेऊ न